हजुरलाई यो गरेर के फाइदा भएको छ? मलाई मेरो एक खुट्टा बाउडिन्थ्यो अनि टाउको दुख्न छोडेको छ। खुट्टा बाउडिन छोडेर खुट्टा बाउडा सधैँ सुत्न सक्दिनँ बेलुका बेलुका। अहिले छैन, बाउडिन छोडेको छ। सङ्गीता गुरु, धन्यवाद। सङ्गीता गुरु, हजुरलाई के फाइदा पुऱ्याएको छ योगले? थोरै विचार राख्नु त आफ्नो अनुभव के भयो? योग गर्दै हुनुहुन्छ, कति समय भयो योग गर्नुभएको हजुरले? 4-5 महिना भयो योग गर्न थालेको। हजुर, योग गर्न थालेपछि शरीर फुर्ती, तन्दुरुस्त, जिउ अलस्य नहुने, हात गोडा दुखेको ठिक, पेटको समस्याहरू ठिक हुँदैछ। ग्यास्ट्रिक पनि ठिक, ग्यास्ट्रिक औषधि खानु पर्थ्यो, अहिले एकदम ठिक हुँदैछ। हजुरले कति महिनादेखि गर्दै हुनुहुन्छ योग? मैले विगत असार महिनादेखि गर्न थालेको। कति भयो? असार, साउन, भदौ, असोज, कार्तिक, मङ्सिर 6-7 कन्टिन्यू आइरहनु भएको छ? आउँदैछु। बिचमा अलिअलि यसो घरको समस्या आफ्नो भने त्यही अर्कै कुरा हो, तर कन्टिन्यू आइरहेको छु, लगातार आइरहेको छु। योगमा आउँदा शरीर तन्दुरुस्त हुने, फुर्ती हुने, साथीभाइसँग भेटिन्छ, रमाइलो हुन्छ, दिमाग पनि फ्रेस हुन्छ, मनदेखि तन आत्मा सबै फुर्ती, अनि घरमा पनि त्यही गर्न सकिने, आलस्य नहुने, अनि स्मार्ट देखिने, तन्दुरुस्त देखिने। हजुर, यो योगले सबैलाई फाइदा गरेको छ। सबैजना योग गर्नको लागि आउँ। बिहानै ब्रह्म मुहुर्त समयमा उठेर हामीले यो आफ्नो लागि 2-1.5 घन्टा समय दिएर आफ्नो शरीरको लागि, आफ्नो स्वास्थ्यको लागि आफ्नो समय कटौती गरेर आउँ, योग गरौँ, सबैजना निरोग रहौँ। यही हो मेरो चाहिँ भनाइ है। धन्यवाद सङ्गीता म्यामलाई। गोमा गुरु हुनुहुन्छ। गोमा गुरु, हजुर पछिल्लो कति समयदेखि योगमा आइरहनु भएको छ र हजुरलाई योगले कस्तो फाइदा पुऱ्याएको छ? थोरै हजुरको विचार राखिदिनु त म्याम। गुरु म असार महिनादेखि नै प्राय म रेगुलर नै जस्तो आइरहेको छु। अनि मलाई मेरो तौल 5-6 किलो घटाउ योगमा आइकन। बेलुका सुतेपछि मलाई बिचमा एकपल्ट बिउजेपछि निन्द्रा नलाग्ने हुन्थ्यो। मलाई मस्त निन्द्रा लाग्छ बेलुकै। म बिहान 3 बजे मलाई निन्द्राले छोडिहाल्छ। मलाई ग्यास्ट्रिक थियो, ग्यास्ट्रिकबाट मलाई एच पाइलेरिया भन्ने कीटाणुले मेरो आन्द्रामा आक्रमण गरेको थियो। त्योले गर्दा मलाई पेट दुख्ने धेरै साह्रो भएको थियो। भिडियो एक्सरे गर्नु भन्नुहुन्थ्यो डक्टरले, मैले गरिनँ। यो योगाबाट मलाई ठिक बनाएँ। अहिले म प्राय आकल पनि खान्छु, तर मलाई त्यो समस्या, पेट दुख्ने भन्ने समस्या छैन। मेरो शरीर फुर्ती छ, मलाई रुगा पनि लाग्दैन हतपति। म बिहानको समयमा यताउति चिसो काम गर्छु र पनि मलाई रुगाहरू लागेको छैन। यो शरीर फुर्ती छ। स्वस्थ रहनको लागि सबैजनालाई मैले बिहानको समयमा आफ्नो सुत्ने समयलाई काटेर योग गर्न आउन म सबैलाई आग्रह पनि गर्छु र अनुरोध पनि गर्दछु। हजुर सधैँ आइरहनु भएको छ? सधैँ नै आइरहेको छु म। यस, धन्यवाद म्यामलाई। ओके, हाम्रो यहाँ हुनुहुन्छ रेणु गुरु हुनुहुन्छ। रेणु गुरुलाई पनि आफ्नो थोरै विचार राखिदिनु हुनका लागि म अनुरोध गर्छु। रेणु म्याम, हजुरलाई यो योगमा आइकन कहिलेदेखि आउनु थाल्नु भएको हो र योगमा आइकन हजुरलाई त्यस्तो केही परिवर्तन आफूमा आएको थोरै हजुरले सेयर गर्नुहोला आफ्नो विचार म्याम। धन्यवाद सम्झना अग्रवाल गुरु र दोय गुरुमा नमन। मेरो योगसँग धेरै ठुलो सम्बन्ध जोडिएको छ। विगत आजभन्दा म झन्डै 10-12 वर्ष अगाडिदेखि नै म योगमा जुटेको मान्छे हो। मलाई ग्यास्ट्रिकको धेरै ठुलो समस्या थियो। मेरो ढाड दुख्ने, बाहिर निस्किन नहुने, एलर्जी हुने, धुलो गनाउने, एकदम फेसमा उज्यालोपन नहुने धेरै ठुलो समस्या थियो। त्यस पछाडि मैले कति डक्टरकोमा कुदेँ, तर मलाई लास्टमा औषधि खाँदा झन् गाह्रो हुने। त्यस पछाडि म योगसँग जोडिन पुगेँ। मैले अब के गर्ने भनेर डक्टरसँग सल्लाह लिँदा डक्टरले पनि मलाई अब तपाईँ योग गर्नुहोस् भन्नुभयो। त्यस पछाडि म रामदेव बाबाको त्यति बेला आस्था च्यानलमा आउँथ्यो, म त्यो हेरेर योग गर्न सुरु गरेँ। योग गर्न थालेको मलाई 10-12 दिनदेखि नै मेरो शरीरमा परिवर्तन सुरु भयो। म राति सुत्दाखेरि एकपट्टिबाट अर्कोपट्टि फर्किन सक्दिनँ थिएँ। मेरो ढाड त्यति साह्रो दुख्थ्यो। म पेसाले टिचर हो, म स्कुल जान्थेँ, तर म 5 मिनट कुर्सीमा बस्दाखेरि उठ्न सक्दिनँ थिएँ, सिधा हुन हुँदैन थियो। त्यस पछाडि मैले योग गर्न थालेपछि मेरो शरीरमा अकस्मात परिवर्तन आयो। म सबै कुरा गर्न सक्ने भएँ, हिँडडुल गर्न सक्ने भएँ। म बसेर कपडा लाउन सक्दिनँ थिएँ। त्यस पछाडि मलाई 10-15 दिनदेखि नै धेरै ठुलो परिवर्तन आयो र मेरो अनुहारमा पनि एकदमै उज्यालोपन आयो। त्यस पछाडि मैले महसुस गरेँ कि योग भन्ने कुरा यति ठुलो रहेछ
र मैले धेरैजनालाई बुझाउन पनि कोसिस गरेँ, साथी हो डक्टरकोमा नजाउँ, योग गरौँ, निरोगी हौँ भनेर मैले कति प्रयास गरेँ, तर कसैले बुझ्नुभयो कसैले बुझ्नु भएन। त्यस पछाडि म जतिजनाले बुझ्नुहुन्छ उहाँहरूलाई बुझाउँदै गएँ र गर्दै जाँदाखेरि मैले योगसँग धेरै ठुलो अध्ययन गर्न थालेँ। त्यस पछाडि मैले सोचेँ कि अब मैले शरीर मात्रै शुद्ध गरेर हुँदैन र मेरो मन पनि शुद्ध हुनुपर्छ, मन पनि पवित्र हुनुपर्छ भन्ने कुरातिर म लाग्न थालेँ। त्यस पछाडि म योग प्राणायाम मात्रै होइन, अब शरीरलाई ध्यान पनि चाहिने रहेछ भन्ने कुरातिर लागेँ र म अब ध्यानको खोजी गर्न थालेँ र म बिस्तारै बिस्तारै अब म ध्यानसँग पनि जोडिन थालेँ। अब म प्रत्येक दिन बिहान 1 घन्टा र बेलुका 1 घन्टा म ध्यान गर्छु। अब मलाई लाग्छ कि मेरो शरीर मात्र शुद्ध होइन, मेरो मन पनि शुद्ध छ र मलाई लाग्छ हामीले जबसम्म ध्यान गर्दैनौँ, जबसम्म हाम्रो मनलाई शुद्धिकरण गर्दैनौँ तबसम्म शरीर स्वस्थ हुँदैन भन्ने कुरामा म विश्वस्त छु। हवस्, धन्यवाद। सबैले योग गरौँ, ध्यान गरौँ, निरोग हौँ, शरीर शुद्ध गरौँ र मन पनि शुद्ध गरौँ। हस्, रेणु म्यामलाई धेरै धेरै धन्यवाद आफ्नो विचार सेयर गरिदिनु भएकोमा। यहाँ हुनुहुन्छ हाम्रो सुमित्रा ढकाल गुरु हुनुहुन्छ। सुमित्रा ढकाल गुरुलाई पनि यो योगले कस्तो परिवर्तन गरायो आफूमा थोरै विचार राखिदिनु हुनका लागि मैले आग्रह गरेँ। प्लिज सुमित्रा म्याम। ओम सम्झना गुरु, सबै गुरुहरूलाई ओम मेरो तर्फबाट। म धेरै रोगी थिएँ, मलाई एकदम धेरै टाउको दुख्ने, मलाई डिप्रेसन थियो, मलाई एकदमै धेरै ढाड दुख्ने। मैले डक्टरको त यहाँदेखि लिएर धरानदेखि लिएर विराटनगरदेखि लिएर सिलगढी काठमाडौँ सबैतिर मैले चेक गराएँ। मेरो ढाडमा एकदम समस्या थियो, ढाड दुख्ने। म रातभरि रुन्थेँ, दिनभरि बस्न सक्दिनँ थिएँ, रुन्थेँ, टाउको दुख्थ्यो मलाई। मेरो शरीरको सब ब्लड गएर मेरो टाउकोमा बस्दिन्थ्यो। मलाई एकदमै धेरै समस्या थियो। मैले आयुर्वेदिक दबाई पनि महिनाको 7,000 दरले विराटनगर जान्थेँ। म विराटनगर गएर आयुर्वेदिक 1 महिनाको ल्याउँथेँ। 1 महिना खाइसकेर फेरि म पुनः फेरि विराटनगरै जानुपर्थ्यो दबाई लिनलाई। 1 महिनादेखि उहाँ डक्टरले दिनुहुन्न थियो। उहाँले दिएपछि मैले माटोले सेक्ने, पानीले सेक्ने, म पैदल नहिँड्ने, सिँढी नचढ्ने, म हिँड्न नसक्ने, भिडभाडमा नबस्ने, यस्तो भएर मलाई एकदमै समस्या थियो। ठ्याक्कै मैले यो यो ढाडको दबाई मैले आयुर्वेदिक खान छोडेपछि ठ्याक्कै यो योगा सुरु भयो। यहाँ गुरुहरू आउनुहुन्छ अरे, यहाँ बाढी सङ्घमा हलमा गोरियनमा आउनुहुन्छ भनेर मैले थाहा पाएँ। मैले भन्दा नि पहिला मेरो सङ्गीता गुरुले थाहा पाउनु भयो। उहाँले थाहा पाएपछि फर्स्ट 1 दिन अगाडि आउनुभएछ उहाँ आएपछि मैले अनि उहाँ त योगा सिकाउँदै रहेछ, जानुपर्छ भन्नुभयो। त्यसपछि जाऊँ न त भनेर म आउन थालेँ। अहिले म आउँछु। कहिलेकाहीँ समस्या हुन्छ, मलाई एकदम धेरै प्रेसर छ। प्रेसरले गर्दा प्रेसर छ, थाइरोइड छ, दबाई खाइरहेको छु। प्रेसरको दबाई चाहिँ आयुर्वेदिक डक्टरले पनि छोड्नु मिल्दैन, यो दबाई चाहिँ तपाईँले खाइराख्नुपर्छ भनेर भन्नुभयो। ढाड दुखेको दबाई ठ्याक्कै खान छोडेपछि योगा गर्न थालेपछि म अहिले दबाई खाँदिनँ। मैले दबाई खाँदिनँ। कहिलेकाहीँ एकदमै धेरै समस्या हुन्छ मलाई प्रेसरले समस्या भएपछि म आउन सक्दिनँ। शरीरमा एकदमै तनाव आइराखेको हुन्छ। त्यही भएर अहिले म नियमित आउँछु। कहिलेकाहीँ समस्या आफ्नै जिउको समस्याले गर्दा आउँदिनँ। सबैजना योग गर्न आउँ, स्वस्थ रहौँ। सुत्ने समयमा आफ्नो जिउको लागि सारा दिन त हामी अरूकाको लागि दिन्छौँ। 1-2 घन्टा हामी 1.5 घन्टा चाहिँ आफ्नो लागि आफ्नो जिउ स्वस्थ बनाउनको लागि आउँ। सबैजना योग गर्न आउनु राम्रो छ, आउनु गर्नु। हस्त कति राम्रो। आहा, एकदमै होइन, योगले हामी सबैलाई परिवर्तन गराएको छ। एकदमै ग्रेट म्यामलाई, साँच्चै म्यामलाई धेरै परिवर्तन गराएछ योगले। म्यामलाई धेरै धेरै धन्यवाद सुमित्रा म्याम। हस्। ल, हाम्रो यहाँ बुवा हुनुहुन्छ है, बुवाले पनि योग गरिराख्नु भएको छ। बुवालाई यो योग गर्दाखेरि हजुरलाई कस्तो परिवर्तन भयो बुवा? हजुरले थोरै आफ्नो विचार, कहिलेदेखि आउँदै हुनुहुन्छ योग गर्न र कस्तो परिवर्तन गरायो योगले, थोरै विचार राखिदिनु हुन मैले बुवालाई आग्रह गरेँ। म यो योगामा आएको करिब 2 महिना जति भयो भनौँ न। 2 महिना जति भयो। मेरो समस्या थियो यो धेरै जस्तो टाउको दुख्ने, गर्दन दुख्ने, अनि यो ढाड दुख्ने समस्याहरू थियो। अहिले योगामा आइकन केही अलिक जाती भएको छ, अनि जिउ पनि अलिक फुर्ती भइरहेछ। पहिले एकदम भद्दर नै थियो। योगा गरिकन अहिले समस्याहरू मेरो अलिक ठिक हुँदै गएको छ। अरू सब ठिक छ, अहिले अरू केही छैन, यस्तै हो। अनि बुवा कहिलेदेखि योगा गर्न आइरहनु भएको छ हजुर? भयो 3
2-3 महिना जति भयो 2-3 महिना है 2-3 महिना। हस् हस् बुवालाई धेरै धेरै धन्यवाद आफ्नो विचार सेयर गरिदिनु भएकोमा। हस् बुवा हस् आइरहनु होला किनकि योगले हामीलाई धेरै परिवर्तन गराउँछ होइन। हुन्छ बुवा हस् गरिकन धेरै नै राम्रो भएको छ मलाई। हस् हस् थ्याङ्क यू बुवा है। हजुर त्यसै गरी हामीसँग हुनुहुन्छ सीता गुरु हुनुहुन्छ। सीता गुरुले पनि आफ्नो थोरै विचार थोरै सेयर गरिदिनु होला किनकि हजुर पनि कहिलेदेखि योगमा जोडिनु भएको छ र कस्तो परिवर्तन गरायो हजुरले थोरै विचार सेयर गरिदिनु होला सीता गुरु म्याम प्लिज। ओम सबै गुरुहरूमा ओम। म त पहिले पनि एकचोटि 2 वर्ष जस्तै गरेको हो। पहिले चाहिँ मेरो 70-75 केजी ओजन पनि थियो। पहिले मेरो ढाडको समस्या थियो, एकदम ढाड सुतेपछि मेरो पनि यस्तो पल्टिन नानीहरूले नै पल्टाइदिनु पर्थ्यो। यस्तो पाताहरूको पनि धेरै समस्याहरू थियो, टाउको दुख्थ्यो, रिङ्गटा चल्थ्यो। त्यस पछाडि त्यो गर्दै लाँदाखेरि एकदम त्यो ओजन पनि घटेर गयो, 65 केजी भएँ म। त्यहाँदेखि एकदम सबैलाई योगा गर्नुपर्छ भनेर हामी चाहिँ शिवालयको हलमा योगा गरिरहन्थ्यौँ। त्यस पछाडि त्यो शिवालयको हलमा चाहिँ अटोमेटिक अब त्यहाँ केही समस्या भएर बन्द भयो। त्यहाँदेखि हामी निचल्ली परेर हामी यत्तिकै योगा घरमै गर्न त अब अल्छी हुँदो रहेछ। बिहान उठो गर्ने भन्यो के भन्यो घरि कता नमिल्ने। त्यस कारणले अनि 2-3 वर्ष पछाडि चाहिँ अनि वाणिज्य सङ्घको हलमा चाहिँ योगा भइरहेछ भनेर थाहा भएर आइरहेको छौँ। हामीलाई एकदम ठिक छ। अहिले पनि मेरो ओजन घटेर अहिले 60 भइरहेछ। मलाई त अहिले काहीँ केही नै छैन। मलाई त एकदम शरीर एकदम फुलको थुङ्गा जस्तो भएको छ। मलाई एकदम ठिक छ। म सधैँभरि यो योगामा चाहिँ जोडिरहन्छु भन्ने मलाई चाहिँ एकदम विश्वास छ। हस् धन्यवाद। हस् थ्याङ्क यू सीता गुरु म्यामलाई पनि। हस् हुन्छ। त्यसै गरी हामीसँग हुनुहुन्छ दुर्गा थापा गुरु हुनुहुन्छ। दुर्गा थापा गुरुलाई पनि मैले थोरै आग्रह गरेँ हजुरलाई यो योगले कस्तो परिवर्तन गरायो, पछिल्लो कहिलेदेखि योग गर्न आउँदै हुनुहुन्छ हजुर थोरै आफ्नो विचार राखिदिनु होला दुर्गा गुरु। मलाई अब 2टै घुँडाको समस्या थियो, एउटा फुटेको थियो, एउटा 2टै टुक्रा भएको हो। स्टिल झिके पनि बस्न उठ्न गाह्रो थियो, सिँढी चढ्न गाह्रो थियो। मलाई नसाको सम्बन्धी धेरै पहिलेदेखि पनि हो। मलाई धेरै समस्या थियो तर मलाई हस्पिटलको दबाई खाँदा धेरै थाकिसकेको थिएँ। मलाई योगाले मलाई धेरै राम्रो हो। म साउन्डदेखि आएको र आएदेखि मलाई निन्द्रा पनि कम हुन्थ्यो, निन्द्रा पनि राम्रो लाग्थ्यो, जिउ पनि फुर्ती लाग्थ्यो। मलाई चाहिँ धेरै राम्रो लाग्छ। म चाहिँ आइरहन्छु, यहाँ छुटे पनि घरमै भए पनि गर्छु। नमस्कार। हस् धन्यवाद दुर्गा गुरुलाई। यहाँले पनि आफ्नो गजबको विचार सेयर गर्नुभयो। हुन्छ दुर्गा गुरु। त्यसै गरी आफ्नो विचार राखिदिनु हुनका लागि यहाँ हामीसँग हुनुहुन्छ सविता गुरु हुनुहुन्छ। सविता गुरु हजुर पछिल्लो कहिलेदेखि योग गर्दै हुनुहुन्छ, योगमा जोडिनु भएको छ र हजुरलाई योगले कस्तो परिवर्तन गरायो थोरै आफ्नो विचार सेयर गरिदिनु होला सविता गुरु म्यामलाई। ल प्लिज। 2 महिनादेखि योग गर्दैछु। मेरो यो सुगरको समस्या थियो, थाइरोइडको त्यो कम हुन थालेको छ। अनि अलि अल्छी लाग्दै थियो, अब फुर्तिलो हुन थालेको छ। अनि वेट पनि 2-3 किलो जति घटेको छ। अनि यो धेरै टाउको दुख्दै थियो, त्यो पनि समस्या हराएको छ। अनि जिउ हल्को भएको छ। अनि धेरै राम्रो योगबाट अनि फुर्तिलो लाग्छ। यति गर्नु। हस् धन्यवाद गुरुलाई। ल हुन्छ।